नुवाकोट जिल्लाको किस्पङ गाउँपालिकाको वडा नम्बर 4 को साल्मे भन्ने नाम पृथ्वीनारायण शाहसँग जोडिएको छ। कसरी जोडिएको छ भन्दा तत्कालीन समयमा गोर्खा दरबारमा साउन महिनामा विवाह थियो। विवाहको समयमा आकाशमा कालो बादल मडारिरहेको थियो। त्यो बादलबाट विवाहको समयमा कुनै पनि बेला पानी पर्न सक्ने सम्भावना व्यापक थियो। त्यसैले त्यस बादललाई हेरेर पृथ्वीनारायण शाहले आकाशमा पानी रोकिदिने, विवाह अवधिभर पानी रोकिदिने मान्छे, त्यस्तो शक्तिशाली मान्छे कोही छ भने यस दरबारमा उपस्थित हुनु भनेर हुकुम यत्र तत्र छरे। समाचार यत्र तत्र छरेपछि लासाको चिनचिन लामा र धादिङ जिल्लाको उत्तरी भेगको झर्लाङको छैगु दोर्चे लामा त्यस दरबारमा उपस्थित भए। उपस्थित भएपछि पृथ्वीनारायण शाहले सोधे, के तिमीहरूले आकाशमा पानी रोक्न सक्छौ? तब उनीहरूले भने, हामी सक्छौं भनिसकेपछि पृथ्वीनारायण शाहले उनीहरूलाई भने, आफ्नो विधि विधान गर, आफ्नो मन्त्र तन्त्र लगाऊ र आकाशको कालो बादललाई भगाऊ। तब उनीहरूले हस भने र त्यसपछि उनीहरूले शङ्ख फुकेर आकाशको कालो बादललाई तितर बितर पारिदिए, छरपष्ट पारिदिए र त्यस समयमा टन्टलापुर घाम लाग्ने बनाइदिए। तब 7 दिन भयो। 7 दिन भएपछि छैगु दोर्चे लामाले भने, अब हामी पानी छोड्छौं, हामीलाई पाप लागिसक्यो। किनभने पहाडी भेगमा साउनको महिनामा पानी परेपछि मूल फुट्ने र त्यस मूलबाट पानी लगेर खेतमा किसानहरूले धान रोप्छन्। आज हामीले पानी रोकिदिएका छौं र हामीलाई पाप लाग्यो। त्यसैले हे दमाई हो, आफ्नो बाजा गाजा थानको मानको लगाउनु, अब पानी हामी छोड्छौं भनेर भन्दाखेरि दमाईहरूले पत्याएनन्। किनभने उनीहरूले के भन्न थाले भने, हाम्रो महाराज लक्षिणको भएर पानी नपरेको हो। यिनीहरूले फुक्नु, आकाशबाट पानी नपर्नु, घाम लाग्नु यो संयोग मात्र हो। प्रकृतिसँग कसैले पनि जोड गर्न सक्दैन, प्रतिस्पर्धा गर्न सक्दैन। त्यसैले अहिले यस्तो टन्टलापुर घाम लागिरहेको बेलामा पानी छाड्छौं भन्दाखेरि हामी कसरी पत्याउँछौं भनेर उनीहरूले उल्टै खिसी गर्न थाले र उनीहरू मग्न मस्तसँग रमाउन थाले। तब त्यसै बेला छैगु दोर्चेले पृथ्वीनारायण शाहलाई भने, महाराज हामीलाई 2 वटा घ्याम्पाहरू दिनुस्। एउटा घ्याम्पा पूर्वपट्टि राखिदिनुस् र एउटा घ्याम्पा चाहिँ पश्चिमपट्टि राखिदिनुस्। तब त्यसो भनेपछि पृथ्वीनारायण शाहले एउटा घ्याम्पो पूर्वतिर र एउटा घ्याम्पो पश्चिमतिर हुने गरी राखिदिए। तब दुवै लामाहरूले शङ्ख फुकेर आकाशमा बादल बोलाउन थाले। लासाको चिनचिन लामाले पश्चिमपट्टिको घ्याम्पो छेउमा बसेर पानी सहितको बादल बोलाए भने छैगु दोर्चे लामाले पूर्वपट्टिको घ्याम्पोको छेउमा बसेर असिना सहितको बादल पूर्वबाट बोलाए र दरबारको माथि ठिक दुवै बादललाई जुधाएर असिना पानी झार्ने काम गरे। तब पूर्वपट्टिको घ्याम्पो असिनाले भर्यो र पश्चिमपट्टिको घ्याम्पो चाहिँ पानीले भर्यो। यो देखेर सबै मान्छे अचम्ममा परे र पृथ्वीनारायण शाह डराए र पृथ्वीनारायण शाहले भने, सक्ने औतारी लामा रहेछौ तिमीहरू, के लान्छौ? हातै चुरा कानै सुन कति लान्छौ लैजाऊ। तब लासाको चिनचिन लामाले हातै चुरा र कानै सुन लिएर गए। छैगु दोर्चेले भने, मलाई बिर्त दिनुस् महाराज भनेर भने। तब छैगु दोर्चेको कुरा मानेर पृथ्वीनारायण शाहले नुवाकोट जिल्लाको बट्टार फाँट छैगु दोर्चेलाई बिर्त दिए। तत्कालीन समयमा छैगु दोर्चेको किस्पङ गाउँपालिका वडा नम्बर 4 को साल्मोगङको युकुडोल्मोसँग लप परेको थियो। त्यसैले उनी राति राति उडेर साल्मोगङ जान्थे र आफ्नी प्यारी युकुडोल्मोलाई भेट्थे। तर उकालोमा उडेर जान पनि गाह्रो हुँदो रहेछ। त्यसैले उनले बट्टार फाँटलाई पनि खोट लगाए, महाराज म यो बट्टार फाँटमा बस्न सक्दिन। तब महाराजले सोधे, किन बस्न सक्दैनौ? तब छैगु दोर्चेले भने, यो बट्टार फाँटमा थ्याच्च बस्दाखेरि चाकमा रातो माटो लाग्दो रहेछ, चाक रातो हुँदो रहेछ, त्यसैले म यहाँ बस्न सक्दिन।
तब पृथ्वीनारायण शाहले धादिङ जिल्लाको दार्खा भन्ने ठाउँ छेगु दोर्जेलाई बिर्ता दिए। दार्खाबाट पनि आफ्नो गर्लफ्रेन्डलाई उडेर भेट्न जान गाह्रो भएपछि छेगु दोर्जेले दार्खालाई पनि खोट लगाए र भने, महाराज म यो दार्खामा बस्न सक्दिनँ, किनभने यहाँ आउल आउँदो रहेछ। तब त्यसपछि पृथ्वीनारायण शाहले छेगु दोर्जेलाई धादिङ जिल्लाको सल्यानटार बिर्ता दिए र बिर्ता मात्रै दिएनन्, छेगु दोर्जेको नाममा ताम्रपत्र समेत बनाइदिए। तब त्यसै समयमा पनि छेगु दोर्जे उडेर सल्मोगङमा आफ्नी प्रेमिकालाई भेट्न जानको निमित्त गाह्रो थियो। त्यसैले छेगु दोर्जेले फेरि पनि सल्यानटारलाई खोट लगाए। महाराज म यो सल्यानटारमा बस्न सक्दिनँ। तब महाराजले सोधे, किन बस्न सक्दैनौ? तिम्रो नाममा ताम्रपत्र समेत मैले बनाइदिएँ, किन बस्न सक्दैनौ? तब छेगु दोर्जेले भने, महाराज यहाँ ढुकुर जत्रो डाँस आउँदो रहेछ। तब त्यसो भनेपछि कहाँ बस्छौ त तिमी भनेर पृथ्वीनारायण शाहले सोद्धा फेरि छेगु दोर्जेले भने, हाँडी बसाली टुसा भाँची खाने ठाउँमा बस्न चाहन्छु महाराज। तब त्यसो भनेपछि कहाँ छ यस्तो ठाउँ? तब उनले, म लान्छु महाराज भनेर सबैलाई अघि पछि आफ्ना सहयोगीहरू सबैलाई लगेर राजकीय सम्मान साथ उनलाई सल्मोगङ भन्ने ठाउँमा नुवाकोट जिल्लाको किस्पाङ वार्ड नम्बर 4 सल्मोगङ भन्ने ठाउँमा लगेर राखियो र सल्यानटार भनेर लेखिएको छेगु दोर्जेको नाममा लेखिएको ताम्रपत्रको सल्यानटार भन्ने शब्दमा सलाई सनै राखियो र आदि ललाई पनि ल नै राखियो र यलाई चाहिँ म बनाएर मे भनेर लेखियो र सल्यानटारको ताम्रपत्र सच्याएर साल्मे भनेर बनाएर छेगु दोर्जेलाई थमाइदिने काम गरे। त्यसपछि सल्मोगङको नाम साल्मे हुन गयो। यो कुरो लिखित भेटिन्छ, तर सबै कुरा लिखितमा भेटिँदैन, लिखित प्रमाणको रूपमा भेटिँदैन, तर कतिपय कुराहरू चाहिँ लिखितको रूपमा लेखिराखेको, उछेन लिपिमा नेपाली भाषामा लेखिराखेको प्रमाण साल्मेकै मान्छेसँग छ र हामीले हेरेका छौँ र त्यही प्रमाण अनुसार मैले यो कुरा राखेँ। हस्।